एउटा भिडियो लिएर आइरहेको छु। मैले चाहिँ मेरो भिडियो हेर्नुपर्ने हुन्छ साथीहरू सबैले। म छु आज महेन्द्रनगरमा, महेन्द्रनगरको पोखरी कटेज भन्नेमा जाँदैछु। हामी चाहिँ दोदरा चाँदनीको झुलुङ्गे पुल हेरेर अटोमा चढेर होइन हामी चाहिँ फेरि पोखरी कटेज भन्ने ठाउँमा जाँदैछौँ। हामी चाहिँ यहाँ थोरैजना छौँ है। यहाँ पछाडि निर्मला तिमी छेक्यो यता आऊ त, कता हो र महेन्द्रनगरको म्युजियम यहाँ कता महेन्द्रनगरको म्युजियम ल हेर्नु। यो चाहिँ महेन्द्रनगरको म्युजियम हो भन्दै काठमाडौँ जस्तो लाग्यो त्यो घर देखेर मलाई। जाँदैछौँ हेरौँ त्यो पोखरी कटेज कस्तो छ। मैले चाहिँ टिकटकमा धेरै देखेको पोखरी कटेज चाहिँ। यहाँबाट हामी चाहिँ त्यहाँबाट चाँदनीको त्यो झुलुङ्गे पुलबाट चाहिँ 170 रुपियाँ लाग्दो रहेछ भाडा चाहिँ त्यो जाने ठाउँसम्म। त्यहाँ गएर हेर्नु कस्तो रहेछ। मैले चाहिँ सबै त्योमा के छ कस्तो छ सबै कुराहरू चाहिँ मैले भिडियो हेरेर साथसाथै साथीहरू चाहिँ महेन्द्रनगरको बर्मादेव जाने बाटो हो भन्नुभएको छ। ल यो बाटो पनि ठुलै रहेछ। यो चाहिँ बर्मादेव जाने बाटो हो अरे। यो चाहिँ अब यता सिधै गयो भने चाहिँ उतै धनगढीतिर जाने बाटो हो। यो चाहिँ मेन बाटै हो। कति किलोमिटर छ र यहाँबाट त्यो पोखरी कटेज भन्ने? 50 किलोमिटरको धनगढी। ल म चाहिँ अहिले चाहिँ ठ्याक्क पोखरी कटेजमा आइपुगेको छु। यो महेन्द्रनगरको पोखरी कटेज। यहाँनिर टिकट काट्ने ठाउँ होला सायद, फुड कुपन पाइने ठाउँ भनेर भनेको छ। यहाँ टिकट घुमेको पैसा लाग्छ चाहिँ खानेकुराहरू चाहिँ कुपन यहाँबाट लिएर गइसकेपछि भित्र कट्ने रहेछ। अनि पहिले नै फुड कुपन पाइने ठाउँ भनेर भनेको छ। कस्तो राम्रो रहेछ क्या भित्र चाहिँ। पोखरी कटेज घुम्न आएको म चाहिँ। महेन्द्रनगरको पोखरी कटेजको सिनहरू यति राम्रो रहेछ। यो साइडमा ताल छ होइन, यस्तो राम्रो रहेछ कि। म चाहिँ पहिलोपटक आएको। आउँदा आउँदै खासमा देहरादुन घुम्न गएको थिएँ नि त। देहरादुन घुम्न गएर फर्किँदाखेरि घुम्दैछु अझै पनि घर पुगेको छैन। ला बिचारा हात्तीको बच्चालाई त यसरी झुन्डाइदिएको रहेछ। यहाँनिर चाहिँ यत्रो ठुलो गोइला गरेर बसिरहेको बनाइदिएको रहेछ। तालतिरतिर गयो यहाँनिर यस्तो छ। यता त घामबाट देख्दैन होला। यस्तो राम्रो बनाएको रहेछ कि यो ठाउँमा चाहिँ होइन। घुम्न आउनको लागि चाहिँ राम्रो रहेछ। म चाहिँ पहिलोपटक आएको यहाँ चाहिँ घुम्न हेर्दैछु। तालहरू रहेछ, तालमा माछा यो पनि बनाएको रहेछ यस्तो मजाको। तर अलिक घाम लागेको भएर हामीतिर चाहिँ घामबाट राम्रो नआउला फोटो चाहिँ यस्तो छ। यस्तो राम्रो फुलहरू पनि राम्रो पिटुनिया फुलहरू फुलिरहेको रहेछ यतातिर। यस्तो छ, यस्तो राम्रो बनाएको एरिया। त्यहाँनिर ऊ पनि रहेछ बिचमा यसो पार्टी गर्ने जस्तो ठाउँ पनि रहेछ त्यहाँनिर। यसरी मजाले बसेर खाने ठाउँ पनि साइड साइडमा राम्रो रहेछ। भित्र बार पनि रहेछ, सबै चिज पाउँदो रहेछ। ल भित्र त रक्सीहरू सबै रहेछ भित्र चाहिँ। बार सेन्टर एरिया यतातिर मजासँग घुम्न सक्नुहुन्छ, आएर हेर्न सक्नुहुन्छ महेन्द्रनगरको पोखरी कटेजमा। यतातिर चाहिँ किचन रहेछ। ताल चाहिँ फोहोर भएको रहेछ बेसरी। ठुलो रहेछ ठाउँ चाहिँ एरिया। यस्तो देख्छ यहाँबाट चाहिँ। ताल चाहिँ बेसरी फोहोर भएको रहेछ। फेरि हाम्रो बगालहरू पर फोटो खिच्दै हुनुहुन्छ पर। म चाहिँ पोखरी कटेजमा आइसकेको होइन। ए है पोखरी कटेज चाहिँ यस्तै छ। हिँड्दा हिँड्दा घामले जलेर टाउको पनि निधार पनि रातो कालो निलो भइसकेको छ मेरो चाहिँ है। यही हो ल महेन्द्रनगरको पोखरी कटेज भन्ने चाहिँ यही है साथीहरू। हेर्ने यस्तो चाहिँ एरिया चाहिँ राम्रो रहेछ। जता पनि त्यस्तै छ, राम्रो छ। त्यो पोखरी कटेजको एरिया चाहिँ एकदमै ठुलो रहेछ। तर अहिले चाहिँ खासमा यो ताल मात्र एकदमै फोहोर छ है। ताल चाहिँ फेरि फोहोर रहेछ। ताल चाहिँ ठुलो इच्छा थियो नि त मेरो पोखरी कटेज आउने भनेको, तर आइयो यस्तो रहेछ। यहाँ चाहिँ मजाले बिहाहरू गर्छु भन्दा नि हुँदो रहेछ। मजाको एरिया छ नि त, ठुलो एरिया छ, राम्रो रहेछ। यही हो, एकदमै सस्तै रहेछ बसेर खाने
के भन्छ सानसानोलाई त्यो चाहिँ मलाई थाहा भएन काउन्टर साउन्टर के हो त्यो एकदम थुप्रै छ तालको वरिपरि शौचालयहरू पनि ठाउँ ठाउँमा रहेछ होइन एकदमै राम्रो बनाएको यो साइड चाहिँ तालको एरिया यस्तो राम्रो छ ल मैले महेन्द्रनगरको पोखरी कटेज पनि हेरेँ अनि घुमघाम पनि भयो बाई बाई साथीहरू ल चेस यो चाहिँ अतरिया चोक कस्तो राम्रो भएर रहेछ सर घुम्छ कि गाडी के घुम्दैन आजको अचम्मको यात्रा महेन्द्रनगरबाट बर्दियासम्म जाँदाखेरि यसरी मैले पहिले जमानामा पेलापेल हुन्थ्यो नि गाडी सेम त्यस्तै भयो ल आजको यात्रा हेर्नु यस्तो छ अचम्मको यात्रा भयो आज मेरो टोलीहरू खतम छ जिन्दगी के घुम्थ्यो बरै हामी चाहिँ महेन्द्रनगरबाट त्यो सबै घुमघाम गरेर फर्किँदाखेरि लास्ट 8 बजे चाहिँ यहाँ आइपुगेको छौँ 8:30 बजे कर्णालीमा ल अहिलेको यात्रा चाहिँ जाँदा पनि त्यस्तै गाह्रो भयो फर्किँदा पनि त्यस्तै नै भयो होइन यो चाहिँ ल हजुरहरूलाई चाहिँ धेरै धन्यवाद साथीसँग मेरो भिडियो हेरेर सपोर्ट दिने साथीहरूलाई चाहिँ यो चाहिँ कर्णाली यस्तो रमाइलो छ है कर्णालीमा चाहिँ यो रातिको सिन भइहाल्यो हाम्रो गाडी यस्तो छ यतातिर साइड यतातिर यस्तो हुन्छ क्या दामी छ दामी चाहिँ ल यस्तो छ है साथीहरू हामी चाहिँ देहरादुन घुमेर पनि फर्केर आएर आज लास्ट हामी कति दिनमा आयौँ घरमा 9 दिनको दिन घरमा आएर होइन आफ्नै घरमा आएर यसरी खाना खाँदैछौँ यो हाम्रो टोलीहरू जम्बू टोलीहरू यसरी रेडी तयार खाना खाँदै हेलो म के भयो कि क्यामेरा पनि बोलेर आएँ माइत आएर हामी चाहिँ आइसकेर नि अब यसरी खाना खाँदै हेर्ने यो चाहिँ मेरो घरमा है मेरो घरमा आइसक्यो भुरी गाउँ आइसक्यौँ हामी चाहिँ आएर पनि अब खाना खाँदै ल चियस हुन्छ कि हुन्न दाल छ अन्त खाएँ है ल राम्रोसँग खानुहोस् घरमा आइयो राम्रोसँग है बेटा केही हुँदैन के अरे नेपाल हामीले घर छोडेपछि हरियो तरकारी भने खानु पाएको थिएन कि बल्ल आजै हेर्नु हरियो तरकारी यहाँ छ यहाँ त्यो काउलीको तरकारी छ यता तरकारी यता भात अनि हेलो ठुलो अनि तरकारी र भात खानु क्या 9 दिनको दिन आफ्नो घर आएर मजासँग तरकारी र भात खाँदै चाहिँ हाम्रो बानी के घरमा हामी धेरै खान्छौँ नि अरू सब्जीहरू तर बाहिर गएर खान नपाउने रहेछ त्यही भएर है बेटा खुर्सानी कहिले खाने हो भने खुर्सानी खानुहुन्छ भने खुर्सानी पनि खानुहोस् है कठैबाट किन होला खाना खाएन म अलिकति यस्तो गर्छु खानेमा खाइहाल अलिकति नखा अलिकति खाइहाल मेरी आमी कडा छ त पानी हालेर हालेछ